न्युज फैलाइरहेको छ नेपालमा हैन। अनि यस्तो छ उस्तो छ, यति डेन्जर छ अरे, छैन, केही पनि छैन। एज युजुअल नर्मल छ। ड्युटी जाने मान्छेहरू ड्युटी गइरहेको छ, डराउने मान्छेहरू घरमा बसिरहेको छ, वर्क फ्रम होम गरिरहेछ हैन। केही पनि छैन, डराउनु पर्ने कुनै अब हैन। डिफेन्स सिस्टमहरू छँदैछ यहाँ, गभर्मेन्टको आफ्नै त्यो के अरे प्रोटोकलहरू छ हैन। सबै कुराहरू एनिथिङ ह्यापन्स अलर्ट गर्छ, मोबाइलमा अलर्ट दिन्छ, मेसेज दिन्छ, यो भएको छ है भन्छ, स्टे सेफ भन्छ। त्यस्तो केही पनि छैन। त्यो नेपालमा यति धेरै न्युजहरू, मेरो रिलेटिभहरूले पनि फोन गरेर चाहिँ त सेफ छ होइन, त्यस्तो केही पनि मान्नु पर्दैन। दुबईमा यति धेरै सेफ छ कि, यति धेरै सेफ छ कि त्यो के अरे जुन मान्छेहरूले जतिको भनिरहेछ टिकटकमा, फेसबुकमा, सोसियल मिडियामा त्यो होइन, केही पनि होइन। अहिले पनि रातिको 10 बजिसक्यो, गाडी यति धेरै चलिरहेको छ है, आफ्नै कामहरू गरिरहेको छन् होइन। अहिले रमजानको टाइममा भएर चाहिँ अलिकता के अरे ट्राफिक कम भएको है, ताकि यस्तो होइन कि त्यो युद्धले गर्दा ट्राफिक कम भएको होइन, रमजानको कारणले गर्दा अलिकता ट्राफिक कम भएको हो। अर्को कुरा चाहिँ जति पनि हावा के अरे समाचारहरू फैलाएको छन् त्यो केही पनि छैन। हामी दुबईमा एकदम सेफ छौँ है। स्पेसली म मेरो कुरा गर्ने रेगुलर मेरो एज युजुअल काम गरिरहेको छु, ड्युटीबाट आउँछु जान्छु, एज युजुअल नर्मल, केही पनि छैन, त्यस्तो लागेको पनि छैन। मेरो साथीहरूलाई पनि त्यस्तो केही पनि लागेको छैन, नर्मल छ। तर त्यतिकै हावा समाचारमा चाहिँ नलागिदिनु होला, हावा सोसियल मिडियाहरूमा चाहिँ नलागिदिनु होला, किनभने लिटरली मेरो आफन्तहरूले पनि पुरा डराएर फोन गर्नुहुन्छ क्या। अनि यहाँ त मलाई त त्यस्तो नर्मल छ, एज युजुअल छ। सबै ट्रकहरू चलेको छ, अनि के अरे रोडमा त्यत्तिकै गाडी छ। अनि रमजानको कारणले गर्दा अलिकता ट्राफिक स्लो भएको छ, लडाइँले गर्दा चाहिँ होइन, त्यस्तो केही पनि छैन। त्यस्तो केही पनि छैन। जहाँ पनि हुनुहुन्छ स्टे सेफ, आफूलाई अलिकता स्ट्रङ बनाउनुहोस् होइन। त्यस्तो केही पनि मान्नु पर्दैन, हामी सेफ कन्ट्रीमा छौँ, त्यस्तो केही पनि मान्नु हुँदैन है गाइज। यो हावा कुराहरूमा कहिले नलाग्नु होला, किनभने मान्छेहरूले आफ्नो भ्युज बढाउनको लागि जे पनि हावा कुराहरू गर्छ। 10 बजेको छ अहिले, एभ्रिथिङ ओके छ, केही पनि त्यस्तो केही पनि फिल भएको छैन। ल, दुबई गभर्मेन्टले सेफ छौ भनेर पनि मेसेज पठाउँछ होइन, किनभने त्यो पब्लिकलाई अलर्ट गराएको हो क्या। त्यस्तो केही पनि मान्नु पर्दैन, हामी सेफ छौँ। सोसियल मिडियाहरूको त्यो हावा कुराहरूमा चाहिँ नलाग्नु होला होइन। आफन्तहरू यति डराएको हुन्छन्, यति यो गरेको हुन्छ, प्लिज सोसियल मिडियाहरू पनि राम्रो जे छ त्यो वास्तविकता हालिदिनु होला। त्यो अथवा त्यो हावा कुराहरूमा, हल्लाको कुरामा चाहिँ आफ्नो त्यो भ्युज बढाउनको लागि यो चाहिँ नगरिदिनु होला, किनभने सोसियल मिडियाले गर्दा, तपाईँहरूले गर्दा मान्छेहरूलाई चेतना जाग्ने हो। त्यही हावा चेतना मान्छेहरूको दिमागमा पऱ्यो भने आत्तिन्छ, भोलि के हुन्छ। त्यही भएर चाहिँ यो राम्रो होइन। प्लिज जति पनि यो तपाईँहरूले भ्युज बढाएर तपाईँले जति एक दिनको लागि तपाईँले सेटिस्फाई हुन्छ ल, तर त्यो तपाईँले जिन्दगीभरि त्यस्तै हुन्छ। तपाईँको जिन्दगीभरि तपाईँले त्यो कुराहरू कहिले बिर्सिनुहुन्न, तपाईँले हावामा समाचार लेखेको भन्ने कुरा। त्यही भएर जे छ सत्य तथ्य लेखिदिनु होला। त्यही भन्दै यो भिडियो चाहिँ यति अन्त्य गरेँ। सबैजनालाई स्टे सेफ है गाइज, जहाँ जसरी हुनुहुन्छ आफ्नो काम गर्नुहोस्, केही पनि मान्नु पर्दैन। हामी सेफेस्ट कन्ट्रीमा छौँ। हस् त, जय नेपाल।